गुड मर्निङ नमस्कार सबैजनालाई। आज पनि गाईको मुखमा घाँस हालिसकेका छौँ। हेर्नुहोस्, तपाईँहरू दाममै देखाउँदैछु, कस्तो लाग्छ कमेन्ट गर्नु ओके। कति घाँस हाल्नुपर्छ, कसरी हाल्नुपर्छ तपाईँहरूलाई मैं देखाउँछु है एकैछिनमा। हो गाईको गोठ, एउटा गाईको लागि यति घाँस हाल्नुपर्छ होइन। यस्तो यस्तो छ। अब तपाईँहरूले देखिसक्नु भयो होला, यति खान्छ घाँस यो होइन। अब यसरी घाँस हाल्यो भने सायद यसको पेट पनि भरिन्छ होला। हेर्नु होला तपाईँहरू, यस्तो तरिकामा छ जुन यो यसले हेरिरहेछ। मलाई किन हेरिरहेछ मलाई पनि थाहा छैन। हेर्दैछ, गुस्सा आइरहेछ सायद यसलाई, मलाई देखेन होइन। यसको पारा पनि हेर्नुहोस्, त्यो पनि घाँस खाने बेला हेरिरहेछ। गाई जे भए पनि राम्रो छ। यो 1,10,000 को गाई हो है। यो 90,000 को गाई। यसको मूल्य पर्छ तपाईँको 50,000। यस गाईको मूल्य पर्छ 60,000 रुपियाँ। हेर्नु होला तपाईँहरू कस्तो छ भन्ने कुरा। 60,000 को गाई यस्तो छ। दोस्रो यतापट्टिको छ, यस गाईको मूल्य हो बच्चा दिनेवाला छ। यो 1,00,000 रुपियाँ नेट भार हुनैपर्छ है। अब तपाईँहरू भन्नुहोस् कस्तो किसिमको गाई मन पराउनुहुन्छ भन्ने कुरा होइन। यतापट्टि देखिदेखि राम्रो छ। सबैले गाईको मूल्यहरू हेर्दाखेरि लगभग ठिकै होला जस्तो। त्यो माथिको देखिने त्यो यतापट्टिको गाउँको धुलो हाल्ने यतापट्टि पानी, त्यसलाई म तपाईँहरूलाई खोलेर देखाउँछु नि त एकचोटि होइन। यसमा धुलो हाल्नुपर्ने हुन्छ कि यो, यसमा धुलो छ, यसमा यो धुलो मिक्स गर्नुपर्ने हुन्छ। त्यसपछि यसमा पनि धुलो छ, हेर्नुहोस् तलतिर यो धुलो। यो दुईवटा डब्बामा धुलो छ गाईलाई दिनेवाला होइन। यो चौथोवाला यो दाना हो। यो ध्यानदिएर हेर्नुहोस्, यस्तो दाना हुन्छ गाईलाई दिनेवाला होइन। यो पनि दाना छ, यसमा पनि दाना हुनसक्छ। दाना छ तर तल पुगिसकेको छ, खाली भइसकेको छ लगभग होइन। त्यसपछि यो बल हो। यो बलको दुईवटा बल दिनुपर्ने हुन्छ एउटा गाईले। यतातिर यही बकेट छ, यही बकेटमा चाहिँ यसमा क्याल्सियम हो। क्याल्सियम एउटा गाईलाई एउटा स्पुन क्याल्सियम दिनुपर्ने। तपाईँहरूले हेर्नु सक्नुभयो होला कतिको पर्छ भन्ने कुरा। हेर्नुहोस्, यो गाईको मूल्य हो तपाईँको ठिक्कै 40,000 रुपियाँ। यसको मूल्य तपाईँलाई 80,000 रुपियाँ पर्छ। यतापट्टि धेरै छन् गाईहरू।